नमस्ते साथीहरू, सन्चै हुनुहुन्छ? आशा गर्दछु हजुरहरू सन्चै हुनुहुन्छ। आज पुस महिनाको आज 16 गते हो र विशेष गरेर आज चाहिँ अङ्ग्रेजी महिनाको अन्तिम अङ्ग्रेजी वर्षको 2025 सालको अन्तिम महिनाको अन्तिम दिन हो, अर्थात् डिसेम्बर 31 हो आज। अब भोलि अर्थात् राति 12 बजेबाट नयाँ वर्ष सुरु हुन्छ। तपाईँ र मेरो जीवनमा नयाँ वर्ष कसरी आउँछ भन्ने कुरा हो। आशा गरौँ सर्वोच्चमा परमेश्वर प्रभु येशूले तपाईहरू सबैलाई प्रेम गर्नुहुन्छ, मलाई प्रेम गर्नुहुन्छ। विगतमा 25 वर्ष भनौँ 2025 साल चाहिँ एकदम राम्रो गरेर बित्यो। मेरो जीवनमा चाहिँ हजुरको जीवनमा के कस्तो भयो परमेश्वरमा आशा गरौँ उहाँले धेरै आशिष दिन्छ। अनि म सबैलाई ह्याप्पी न्यू इयर भन्न चाहन्छु यही भिडियो मार्फत है। हजुरको जीवनमा कमाइहरूमा एकदमै राम्रो होस्, उन्नति प्रगति होस्, सुख शान्ति होस्। परमेश्वर येशूमा विश्वास गर्नेहरू सबैलाई र गर्ने नगर्ने सबैलाई परमेश्वरले प्रेम गर्नुहुन्छ, आशिष दिनुहुन्छ, अनुग्रह गर्नुहुन्छ। धन्यवाद साथीहरू। आजको काम चाहिँ मेरो उता भयो, के भन्छ हात्तीवनमा नै भयो। त्यहाँनिर चाहिँ टाइलको काम थियो, उछाउनु थियो अनि त्यो गऱ्यो। अनि आजको पैसा चाहिँ खासमा अनलाइनमा पठाइदिया भएर मैले हजुरहरूलाई यहाँ देखाउन सो गर्न पाइनँ। आजको ज्याला भनेको चाहिँ 1800 चाहिँ परेको हो साथी। धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला। तपाईँसँग हजुरको पल शुभ रहोस्। जय मसीह।